गाइज वेलकम ब्याक टु माई च्यानल। र आज म आएको छु हामीहरू गाउँको थान। अनि यहाँ चाहिँ असार हुने अनि असारी गर्छ क्या। अनि त्यसमा पूजा गर्छ अनि त्यसमा चाहिँ हामीहरू प्रसाद खान आएको छ अनि भगवान्लाई वर्सिप गर्न। त्यसमा चाहिँ अहिले दाइसित आएको छु क्या। अनि थान पुगेर ब्लग बनाएको छु किन गाइज म ब्लगै बनाउनु पाएन। घरबाट निस्क्यो अनि दाइले भन्नुभयो क्या कि मसँगै हिँड। त्यसैले म त्यहाँ गएँ अनि दाइसित बाइकमा आएँ अनि बनाउन पाएन। सोचेको थिएँ बनाउँछु त सरी गाइज माफ गर्नु होला ल। अनि यहीँबाट ब्लग हेर्नु है कसरी पूजा गर्छ कसरी गर्दैन है। मतलब धेरै राम्रो लाग्छ कसरी हाम्रो कल्चरमा गर्छ थारू कल्चर कसरी गर्छ कसरी के हुन्छ सब चिज हेर्नुहुन्छ तपाईँलाई। हामीले वर्सिप गर्ने हो दियासियालाई सब चिज तबसम्म हेर्नु लागि तबसम्म तपाईँ हाम्रो जङ्गलको ब्युटी हेर्नु है। अनि गाइस सबैजना रेडी भइसकेको छ दिया हराउनको लागि। अनि म पनि चाहिँ गइरहेको छु दिया हराउन। अब चाहिँ फाइनली गाइस म चाहिँ प्रसाद सदा लिइसकेको छु यहाँ हेर्नु है। अनि यता चाहिँ सबजना प्रसाद खाइरहेको छ हेर्नु है। यसरी चाहिँ सबजना प्रसाद खान्छ अनि फ्यामिलीलाई लगिदिन्छ अनि त्यस्तै हो। अनि यता चाहिँ थालमा लिनुपर्छ हामीहरूले। त्यहाँ यता हात धोइरहेछ मान्छेहरू। अनि यता चाहिँ हाम्रो थानको त्यो हुन्छ नि आँपको बगैँचाहरू हो त्यसै गाइस। अब चाहिँ हामीहरू जाने अनि घरमा भेटौँला गाइस। तपाईँको लागि बाई बाई। फाइनली गाइस म चाहिँ घर पुगिसकेको छु र प्रसादी लिइसकेको छु। यहाँ छ प्रसादी यहाँ हेर्नु है प्रसादी लिइसकेको छु। अनि अब अर्को भिडियोमा मिलाउँला गाइस। तपाईँलाई राम्रो लाग्यो प्लिज सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई अनि लाइक एन्ड सेयर गाइस। अब भेटौँला अर्को भिडियोमा। तपाईँको लागि बाई बाई।